नमस्कार, म तपाईहरुको साथी एलिस बोगटी। मैले जानेको कुराहरु इन्भेस्टमेन्ट सम्बन्धी, फाइनान्स सम्बन्धी, मैले जानेको कुराहरु रिसर्च गरेर विभिन्न बुकबाट, विभिन्न न्यूज पोर्टलबाट म लगायत मेरो टिम ट्रस्ट बिल्ड ग्रुपका मेम्बरहरुले हामीले रिसर्च गरेर चाहिँ नि एउटा आज रोचक इन्ट्रेस्टिङ खालको चाहिँ नि एउटा रिपोर्ट हामीले तयार गरेको छौं आज, जुन चाहिँ धेरै चाखलाग्दो छ। यो चाहिँ के रहेको छ भन्दाखेरि जस्तै हलिउडका प्रसिद्ध सेलिब्रिटीहरू जो एक समय अथाह सम्पत्तिका मालिक थिए, तर पछि टाट पल्टिएर ब्याङ्क्रप्सी भयो। उनीहरू चाहिँ लास्टमा मर्ने बेलामा र पछि समय बितेपछि उनीहरू चाहिँ के भयो भन्दाखेरि उनीहरू चाहिँ टाट पल्टिए, आफू चाहिँ ऋणमा परेको भनेर घोषित गरे। नम्बर 1 मा रहेको छन् निकोलस केज। कारण अत्यधिक फजुली खर्च र कर नतिरेको। विवरण हलिउडका चर्चित अभिनेताले टापु युरोपेली महल, दुर्लभ कमिक बुक्स र डाइनासोरस खप्पर जस्ता अनौठा कुराहरू पैसा उडाए पछि उनले $6.3 मिलियन कर तिर्न नसकेर आफ्नो सम्पत्ति बेच्नु पर्यो र उनी चाहिँ नि ऋणमा डुबे भनेर उनले घोषित गरे, ब्याङ्क्रप्सी भए। त्यस्तै सेकेन्डमा रहेका छन् अर्को हाम्रो बक्सिङका लेजेन्डरी माइक टाइसन। कारण के हो भन्दाखेरि विलासी जीवनशैली र ऋण। विवरण बक्सिङ लिजेन्ड माइक टाइसनले आफ्नो खेल जीवनमा करिब $400 मिलियन कमाएका थिए, करिब $400 मिलियन कमाएका थिए। तर महँगा गहना, बङ्गला, गाडी र साइबेरियन बाघ पाल्ने जस्ता खर्चले गर्दा सन् 2003 मा उनी $23 मिलियन को ऋणमा परे र टाट पल्टीको घोषणा गरे। त्यस्तै अर्का रहेका छन् 50 सेन्ट कर्टिस ज्याक्सन। कारण कानुनी मुद्दा र जरिवाना। विवरण यी प्रख्यात र्यापरले सन् 2015 मा अदालतमा च्याप्टर 11 अन्तर्गत टाट पल्टीको निवेदन दिएका थिए। एक महिलाको गोप्य, हेर्नुहोस् है कस्तो इन्ट्रेस्टिङ तरिकाले यिनी चाहिँ आफू टाट पल्टिएका छन्। गोप्य भिडियो सार्वजनिक गरेको मुद्दामा अदालतले उनलाई $5 मिलियन जरिवाना तिराएपछि उनले आफ्नो सम्पत्ति जोगाउन यो कदम चालेका थिए। यिनीहरू सबै एक जमानामा धेरै धनी थिए। अर्का रहेको छन् एमसी ह्यामर। तपाईँहरूले नाम सुन्नु भएको छ होला, एमसी ह्यामर। यो पनि हलिउडका प्रसिद्ध सेलिब्रिटी मध्ये एक हुन्। कारण चाहिँ के कारणले भन्दाखेरि आम्दानी भन्दा खर्च र ठुलो टोली। हामी कहिलेकाहीँ टोली पनि लिएर हिँड्छौँ नि, अघि पछि मेरो चाहिँ ₹1,00,000 कमाइ छ भने म चाहिँ अर्को 10 जना बोकेर चाहिँ खर्च गर्ने बानी हुन्छ नि। त्यो ठ्याक्कै हलिउडमा पनि त्यही भएको हो। विवरण सन् 1990 को दशकमा यु क्यान टच दिस गीतबाट उनले $30 देखि $50 मिलियन कमाएका ह्यामरले 200 भन्दा बढी कर्मचारी त पालेका थिए। सोक हेर्नु है त कस्तो। $30 देखि $50 मिलियन कमाए यु क्यान टच भन्ने सङबाट चाहिँ भनेदेखि उनले चाहिँ 200 भन्दा बढी कर्मचारी पालेका थिए र 30 मिलियनको महल बनाएका थिए। उनले कमाउनु कति कमाए? $30 देखि $50 मिलियन कमाए र 30 मिलियन महल बनाएका थिए। तर सन् 1996 मा उनी $13 मिलियन ऋणमा परेर टाट पल्टिएका थिए। हेर्नु कस्तो इन्ट्रेस्टिङ छ। सुरुमा यिनीहरूसँग सबै कुरो थियो, बिस्तारै यिनीहरू के भयो, ऋणमा पर्यो अन्तिममा। त्यस्तै रहेको 5 मा जनी डेप। उनको पनि एउटै हो कारण, विलासी खर्च र आर्थिक व्यवस्थापनको कमी। ल भने मान्छेलाई आर्थिक व्यवस्थापन भएन भने पनि मान्छेले चाहिँ कसरी मान्छे चाहिँ पैसाको म्यानेजमेन्ट गर्न सकेन, आर्थिक शिक्षा भएन भने मान्छे मह्यौँ भन्ने जनी डिप पनि एकदम परिचित अन्तर्राष्ट्रिय विश्व प्रख्यात मनोरञ्जनका थिए। प्यारियट्स अफ द क्यारिबियन स्टार जोनी डेपले महिनामा लाखौँ डलर रक्सी, होइन त लाखौँ डलर चाहिँ रक्सीमा कसरी उनले लाखौँ डलर सके। उनको निजी विमान, प्राइभेट जेट। हेर्नु कस्तो ठुलो सपना, कस्तो ठुलो इच्छा, कस्तो ठुलो विलासी जीवनशैली। कलाकृतिमा खर्च गर्थे। सन् 2017 मा उनी चरम आर्थिक सङ्कटमा परे र आफ्नो फाइनान्स
फाइनेन्सियल म्यानेजमेन्ट विरुद्ध उनले आफ्नै फाइनेन्सियल म्यानेजमेन्ट विरुद्ध पैसा दुरुपयोग गरेको भनेर मुद्दा हाले। ल नै त जनी डिपले पनि जनी डिप प्यारियड्स अफ द क्यारिबियन्सका चाहिँ नि उनी जनी डिप एकदम पपुलर हुन्। उनले चाहिँ नि के गरे भन्दाखेरि उनको पनि आर्थिक शिक्षा नभएर आर्थिक फाइनेन्सियल म्यानेजमेन्ट नभएर उनले चाहिँ नि त्यो गरे। अर्को रहेको छन् माइकल ज्याक्सन। ल नै माइकल ज्याक्सन पपका राजा माइकल ज्याक्सन, उनको नै अत्याधिक ऋण र कानुनी लडाईँ। माइकल ज्याक्सनले आफ्नो जीवनकालमा अर्बौं डलर कमाए पनि उनको खर्च असीमित थियो। माइकल ज्याक्सनको के थियो? अर्बौं डलर चाहिँ नि खर्च असीमित थियो। नेभरल्यान्ड रान्चको मर्मत बहुमूल्य सामान खरिद, नेभरल्यान्डको मर्मत र बहुमूल्य सामान खरिद र कानुनी मुद्दाहरूको खर्चले गर्दा सन् 2009मा उनले निधन हुँदा उनी करिब 400 देखि 500 मिलियन डलरमा ऋणमा परे। 400 देखि 500 मिलियन डलर ऋणमा परे। अब यो भिडियो चाहिँ हामीले कहाँबाट पाएको भन्दा भिडियो सोर्स एन्ड न्युज पोर्टल चाहिँ इन्टरनेसनल मिडिया CBS न्युज एन्ड बजफिड मिडियाबाट चाहिँ मैले म र मेरो ट्रस्ट ग्रुपले चाहिँ रिसर्च गरेर कलेक्ट गरेर अध्ययन गरेर हामीले चाहिँ नि यो तयार गरेका छौँ। यिनीहरूको के रहेछ भन्दाखेरि एक समयमा यिनीहरूले चाहिँ नि अथाह सम्पत्ति कमाएका हुन्। हलिउडमा चाहिँ नि यिनीहरूले एकदम राज गरेका हुन्, अथाह सम्पत्ति कमाएका हुन्। विस्तार हुँदै जाँदा उनीहरूलाई के भयो? म्यानेजमेन्ट सम्बन्धी ज्ञानको कमी भयो। र एउटा कुरो के रहेछ भन्दाखेरि चाहिँ हामीले बुझ्नु पर्ने चाहिँ तपाईँ हाम्रो जीवनको सबैभन्दा भ्यालुएबल एसेट्स भनेको एउटा स्वास्थ्य हो त अर्को समय हो। यी दुईवटा महत्त्वपूर्ण सम्पत्ति गुमायो भने हामीले अरू केही पाउने छैनौँ। यो दुईवटा एकदम, एउटा के भयो? स्वास्थ्य भयो, अर्को भनेको समय भयो। यो दुईटै कुरा एकचोटि गुमेपछि हामीले पाउँदैनौँ। माथिका हलिउडका सेलिब्रिटीहरूले समय चिन्न सकेनन्। आम्दानी सधैँ यस्तै राम्रो हुन्छ भनेर खर्चमा ध्यान दिएनन्। यिनीहरू समय चिन्न सकेनन् र आम्दानी सधैँ यस्तै हुन्छ। जस्तै यहाँ पनि मैले हाम्रो सोसाइटीमा, हाम्रो समाजमा, हाम्रो देशमा चाहिँ कस्तो देख्छु भन्दाखेरि अब कमाइ यत्तिकै हुन्छ, सधैँ मेरो यस्तरी नै चल्छ भनेर चाहिँ उनीहरूले एकै नासको हुन्न कि भएको बेलामा यस्तो हाइपमा माथि जान्छ, नभएको बेलामा चाहिँ अनि ऊ ग्राउन्डमा झर्छ। उसले भएको बेलामा त्यो पैसालाई राम्ररी म्यानेजमेन्ट गर्दैन र इन्भेस्टमेन्ट गर्दैन। तपाईँ हामीले सोख पनि त्यति ठुलो नपाल्नु कि सधैँ सोखमा बस्नुपर्ने गरी विलासी जीवनशैली पनि त्यति नपाल्नु। आम्दानीभन्दा ठुलो खर्च र बजेटिङको कमी, यिनीहरू सबलाई के को ज्ञान थियो? के कुराको चाहिँ नि यी हलिउडका यी चाहिँ चर्चित स्टारहरूलाई, के सेलिब्रिटीहरूलाई के कुराको चाहिँ नि ज्ञान थिएन भन्दाखेरि समय उनीहरूले चिन्न सकेनन्। सधैँ यस्तै हुन्छ, सधैँ म चाहिँ नि नेम फेममा म भइहाल्छु भनेर यिनीहरूले समयलाई युटिलाइज गर्न सकेनन्। र त्यो सँगसँगै यिनीहरूले के गरेनन् भन्दाखेरि स्वास्थ्यलाई पनि ध्यान दिएनन्। त्यो कारणले गर्दाखेरि यिनीहरूले आफ्नो कमाएको सम्पत्तिलाई राम्ररी प्रोटेक्ट गर्न सकेनन् र उडाए। माइकल ज्याक्सन अत्याधिक ऋणमा परे र उनीहरूले गर्दा सन् 2009मा उनको निधन हुँदा उनी करिब 400 देखि 500 मिलियन डलर ऋणमा थिए। माइकल ज्याक्सन विश्व प्रसिद्ध। अन्तिममा उनी के भयो भन्दाखेरि 2009मा चाहिँ आफू टाँट पल्टिए र उनको निधन हुँदा 400 देखि 500 मिलियन डलर ऋणमा थिए। हामीले यो सबै रिसर्च गर्दा, हाम्रो टिमले रिसर्च गर्दा हामीले चाहिँ यसबाट के पायौँ भन्दाखेरि समय चाहिँ हामीले पाउन सक्दैनौँ र हाम्रो स्वास्थ्य हामीले पाउन सक्दैनौँ। कमाएको बेलामा चाहिँ नि हामीले चाहिँ नि सही ठाउँमा इन्भेस्टमेन्ट र सही सदुपयोग र एकदम खर्चलाई चाहिँ कटौती गरेर, अनावश्यक अनावश्यक खर्चलाई कटौती गरेर चाहिँ नि हामीले त्यही अनुसारको माइन्डसेट गऱ्यौँ भने चाहिँ हामी सधैँ चाहिँ नि ग्रो र राम्रो गर्न सक्छौँ। यद्यपि होइन भने जस्तो यो हलिउडका चर्चित सेलिब्रिटीहरूको जस्तै हाम्रो जीवन पनि एक समय चाहिँ राम्रो हुन्थ्यो, तर अन्तिममा मर्ने बेलामा मरेपछि पनि हामीसँग चाहिँ के हुन्न भन्दाखेरि पैसा हुँदैन, ऋणमा परिन्छ र ब्याङ्क्रप्टेसी भइन्छ। यहाँबाट हामीले धेरै शिक्षा पाउन सकिन्छ, धेरै शिक्षा पाउन सकिन्छ योबाट हामीले। ल साथी, मसँगै मेरो साथी
हाम्रो ट्रस्ट बिल्ड ग्रुपका साथी देवेन्द्र मोक्तान क्यामेराम्यान र हाम्रो टिमले हामीले सकेको बुझेको जानेको कुरा विभिन्न न्युज पोर्टल विभिन्न अन्तर्राष्ट्रिय मिडिया र विभिन्न बुकबाट चाहिँ नै हामीले कलेक्ट गरेर हजुरहरूलाई प्रस्तुत गर्छौँ। जय होस्।